एउटा यस्तो प्लेयर जोसँग न त खेल्ने जुत्ता थिए न त प्रपर फुटबल ग्राउन्ड, तर एउटा सपना दुनियाँकै सबैभन्दा राम्रो फुटबलर बन्ने। दिस इज अ स्टोरी अफ अ प्रिन्स हु फेल टु बिकम किङ। नेमार जुनियरको बाल्यकाल ब्राजिलको एउटा गरिब एरियामा बित्यो। घर सानो, पैसाको कमी, तर उनीमा ट्यालेन्ट भने भरपुर थियो। उसको बुबा एउटा सानो जागिर गर्थे, त्यो पैसाले बिहान बेलुका खान मात्र पुग्थ्यो। तर नेमारको लागि सिर्फ एउटा चीज मात्र इम्पोर्टेन्ट थियो, फुटबल। 6 वर्षको उमेरमा नै उसको ट्यालेन्टले सबैलाई चकित पार्यो। 13 वर्षमा नै उनलाई युरोपियन क्लब्सबाट अफर आउन लाग्यो, तर पैसा थोरै अनि यात्रा गर्न निकै कठिन। उसको आमा बुबाले आफ्नो सबै सेभिङ्स नेमारको सपनामा लगाइदिए र एक दिन सेन्टोस एफसीले उसको म्याजिक देखेर कन्ट्र्याक्ट साइन गर्यो र त्यसपछि त सेन्टोस एफसीमा नेमार चम्किन लागे र दुनियाँकै बिगेस्ट क्लब बार्सिलोनाले उसलाई साइन गर्यो। मेसीसँग खेलेको त्यो पहिलो म्याचमै उनले यस्तो जादु देखाए कि सबैले भने नेमार नै फ्युचरको स्टार हो। ब्राजिलको एउटा सानो केटो जोसँग केही पनि थिएन, त्यो दुनियाँकै सबैभन्दा महँगो फुटबलर बन्यो पीएसजी जोइन गरेपछि। तर अहिले इन्जुरीले गर्दा आफ्नो म्याजिक फिल्डमा देखाउनै पाएका छैनन्। नेमारको जर्नीबाट के सिकिन्छ भने ट्यालेन्ट जरुरी हुन्छ, तर त्यो भन्दा पनि बढी विश्वास र मेहनत हुनुपर्छ अनि बल्ल सक्सेस भइन्छ।